Hello everyone, welcome to the new video. आज चाहिँ हामी स्क्वाड कसरी गर्ने भनेर सिकाउन जाँदैछौँ. सो लेट्स गो है त. फर्स्टमा चाहिँ हाम्रो यो लेग भनेको चाहिँ हाम्रो सोल्डरको डिस्टेन्समा राख्ने, यतिको डिस्टेन्समा. सो नाउ इट्स टाइम टु रेज योर बार. त्यसपछि हिपलाई पछाडि लाने. सो ग्रेजुअली तल कन्ट्रोलमा जाने अनि अप गर्ने. सो हामी चाहिँ पर्पेन्डिकुलर बनाउँछौँ, तल धेरै डिप पनि जाँदैन. त्यति गरेर त्यसरी 1 2 र हाम्रो धेरै मिस्टेक चाहिँ कस्तो हुन्छ भने म मिस्टेकहरू पनि देखाइदिन्छु है त. अब यस्तो गरेर यो हाम्रो यो जुन नि हुन्छ, नि पनि यस्तो अगाडि जानु भएन, रङ. सो निलाई चाहिँ ट्याक्क हाम्रो जुन चाहिँ अगाडिको फिङ्गर छ, टोको फिङ्गर छ, लेगको फिङ्गरलाई चाहिँ कट्नु भएन. सो यति गर्ने, त्यसरी डाउन जानु पऱ्यो है त. 1 2. अनि अर्को मिस्टेक चाहिँ के हुन्छ भने जेनरली यस्तो हामी तल त गयो अनि लेगलाई यस्तो गरेर उठाउनु भएन है. हामी यति गरेर यत्तिकै उठ्छौँ है त. यति गरेर कन्ट्रोल हाम्रो ब्याकलाई पनि यो मुभमेन्ट गराउँदै जुन हामीले वेट बोकिरहेको छ लोवर ब्याकलाई पनि हामीले स्टेबल राख्छौँ यत्तिकै. So I hope this video will help you.